मसँग चाहिँ आज यति धेरै ड्रोन भएको ठाउँ कहाँ होला भनेर सोचिरहनु भयो होला। म चाहिँ छु आज ड्रोन हब नेपालमा। आज चाहिँ अब यो ड्रोनको बारेमा चाहिँ धेरै कुराहरू मलाई पनि थाहा छैन होइन, बुझाउनको लागि चाहिँ आज अब ड्रोन हब नेपालको प्रोजेक्ट म्यानेजरलाई चाहिँ बोलाउन चाहन्छु। अब हामी फर्स्टमा कुनबाट जान्छौँ त ड्रोन? फर्स्टमा चाहिँ हामी जान्छौँ प्यारेट ड्रोनमा होइन। प्यारेट ड्रोन भन्नाले चाहिँ मान्छेहरूले चाहिँ के बुझ्नुहुन्छ यो जस्तै तपाईँहरूले सुनिरहनु भएको डिजेआई कम्पनी यताउति, त्यस्तै यो चाहिँ प्यारेट भनेको चाहिँ युरोपको कम्पनी हो। यो चाहिँ मेनली हेर्दा नि ठुलो साइजको रहेछ, निकाल्नु हुन्छ होइन? यो के हो खास गरी यसको चाहिँ जेनरल पर्पज नै हो कि यो के हो? यसको नाम चाहिँ एनाफी एआई ड्रोन हो। यो चाहिँ स्पेसल्ली म्यापिङ, इन्सपेक्सन, 3D मोडलिङ त्यो पर्पजको लागि चाहिँ एकदम बेस्ट हुन्छ यो ड्रोन चाहिँ। मेनली 3D मोडलिङहरूको लागि युज हुन्छ। 3D इन्सपेक्सन। हजुर। कन्ट्रोलर यो पाउचमा अब के छ, डबल ब्याट्री रहेछ। सो यसलाई अहिले बन्द गरिदिउँ। हेर्दाखेरि चाहिँ यो दुइटै ड्रोन सिमिलर देखिरहेको छ होइन। यो डिजिआईको ड्रोनहरू हो। कुन मोडल हो? यो चाहिँ फ्यान्टम 3 मात्रै भयो। यो चाहिँ फ्यान्टम 3 एडभान्स भयो। यो फ्यान्टमको ड्रोन चाहिँ स्पेसली यो म्यापिङ पर्पजमा चाहिँ अलि बढी युज। अब यिनीहरूको पनि हामी डिटेलमा चाहिँ भिडियो बनाउने नै छौँ। आज चाहिँ जस्ट ओभरलुक मात्र गरौँ होइन। अर्को ड्रोन चाहिँ हामीसँग रहेको छ एन्टी ग्राभिटी। एन्टी ग्राभिटी चाहिँ हाम्रो यो अब 360 क्यामेरा हो। इफ हजुरहरूले अब डिजिआईहरूको होइन अरू क्यामेराको चाहिँ 360हरू हेर्नुभयो होला, ड्रोनमा पनि यसै 360 भयो। अब यता क्यामेरा छ, तल र माथि गरेर 180 जोडेर चाहिँ हाम्रो 360को चाहिँ टक्क भ्यू हजुरले खिचेपछि एङ्गलहरू मोड्न मिल्छ। अनि अर्को भनेको हाम्रो यो मोसन कन्ट्रोलर भएको हातबाट चलाउने, अनि अर्को भनेको हाम्रो यो गगल्स भएको। अनि अब यसको बारेमा नि हामी उडाएर पछि भिडियो पनि बनाउँला। यो चाहिँ हाम्रो एउटा कस्ट्युम ड्रोन भयो। यो ड्रोन चाहिँ लगभग उहाँले भन्नुभएको छ कि अहिले अब लगभग पार्ट्सहरू पनि छैन, पछि अब यसलाई पनि उडाएर हामी देखाउने नै छौँ। अर्को ड्रोनतिर गउँदा चाहिँ जम्पिङ ड्रोन लगभग यो टेबल माथिसम्म आइपुग्छ है, तल भुइँबाट जम्प गऱ्यो भने होइन। सो यसको भिडियोहरू पनि आउने नै छ। अर्को ड्रोन चाहिँ हामीसँग रहेको छ यो एयर 3S डिजिआईको। यो चाहिँ कन्ज्युमर ड्रोन भइहाल्यो। हजुरहरूले अब नर्मली यो ड्रोनहरू भनेको देखिरहेको नै हुन्छ। यसो आर्मी डग, यिनीहरू साइबर डगहरू एउटै। यो चाहिँ आर्मी डग हो, यिनीहरू साइबर डग हो। सो यिनीहरूको पनि लगभग हामी अब आज धेरै टाइम छैन हामीसँग। सो नेक्स्ट टाइम नै देखाइन्छ होला यसको पनि होइन वर्किङ प्रोसेसहरू। यसको चाहिँ जेनरली पर्पज के हो? टोय टाइपको हो कि के हो? इन्टरटेनमेन्ट। यस्तो यसले चाहिँ खास यसमा भएको फङ्सनहरू हुन्छ, जम्प, स्टडी, रोल भन्छ, त्यही अनुसारले चाहिँ यो फङ्सनहरू त्यही अनुसार गर्छ यिनीहरू। बुढाहरूको लागि इन्टरटेनमेन्टको टाइपको। सो अर्को चाहिँ हामीसँग रहेको छ प्रोजेक्टर। अब प्रोजेक्टर भन्नाले चाहिँ हामीले अब स्कुलतिर देखाए प्रोजेक्टरमा थाहा थियो। यो चाहिँ अब कुन प्रोजेक्टरहरू म्याम हाम्रो? यो चाहिँ लेजर प्रोजेक्टर भयो। हजुर। इन्टरेक्टिभ प्रोजेक्टरको चाहिँ काम के हो खास गरी यसको चाहिँ? यो चाहिँ इन्टरेक्टिभ भन्नाले जस्तोसुकै वालहरूमा पनि एकदम त्यो हुन्छ, राम्रोसँग डिस्प्ले हुन्छ। त्यो आफै त्यो सेप अनुसारको हुने कि के हो? होइन वालमा जस्तै भर्सटाइल वालमा चाहिँ डिस्प्ले गर्न सकिन्छ। तर त्यो भन्दा नि यसको मेन फिचर भनेको जस्तै वालमा हामीले त्यहाँनिर स्याउहरू आइरहेको भने वालमै हामीले टच गरेर यसो गऱ्यो भने त्यो त्यही अनुसार हुन्छ कि। अनि फुटाउनु पऱ्यो भने यसो टक्क हान्यो भने त्यस्तो नि मिल्छ, गेम खेला जस्तो नि मिल्छ। यो चाहिँ लेजर प्रोजेक्टर हो। स्पेसली यो चाहिँ हामीले एड गर्नको लागि अस्ति जस्तै धरहरामा हामीले 2 PM को एड गरेको थियौँ, डेभिल्स इज कमिङ भनेर। अनि त्यस्तै प्रपोजरको लागि यो चाहिँ अब बुर्ज खलिफामा जसरी देखाउने प्रोजेक्टर भयो चाहिँ होइन। यो प्रोजेक्टरहरूको सबैको हामी चाहिँ फुल भिडियो ल्याउने छौँ। तर त्यसको लागि के गर्नु पर्यो? हाम्रो च्यानललाई सब्सक्राइब, फलो अनि लाइक सेयर गरिदिनु होला यो भिडियोलाई त।